सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह कुन हो? यसको सही आन्सर हो गेनिमेड। आधुनिक भूगोलको विकास कुन शताब्दीमा भएको हो? यसको सही आन्सर हो 18औं शताब्दी। नेपालको पूर्व पश्चिम लम्बाइ कति छ? यसको सही आन्सर हो 885 किलोमिटर। इतिहासका पिता को हुन्? यसको सही आन्सर हो हेरोडोटस। कलियुगमा नेपालको राजा को थिए? यसको सही आन्सर हो भोजराज। नेपाल सरकारले हलिया प्रथाको अन्त्य कहिले गरेको थियो? यसको सही आन्सर हो 2065 भदौ 21। एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो? यसको सही आन्सर हो जापान। अल्फ्रेड बर्नार्ड नोबेल कुन देशका वैज्ञानिक हुन्? यसको सही आन्सर हो स्विडेन। पारिस्थितिक पद्धतिको अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ? यसको सही आन्सर हो इकोलोजी। दशरथ रङ्गशाला कुन देशको सहयोगमा बनेको हो? यसको सही आन्सर हो चीन।